अब यसै क्रममा यो क्रम चलिरहनेछ। सम्माननीय प्रधानमन्त्री माननीय मन्त्रीज्यूहरू सहित हाम्रा विशिष्ट पाहुनाहरूलाई कर्णाली प्रदेशमा उत्पादित अर्ग्यानिक खानेकुरा सहितको झोला ब्याग उपलब्ध गराउने कार्यक्रम छ। त्यो अर्ग्यानिक खानेकुरा सहितको ब्याग उपलब्ध गराइदिन माननीय मन्त्री विमला केसी सहितका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। यसपछि जिल्ला समन्वय समिति मुगुको तर्फबाट प्रमुख अतिथि र अतिथिहरूलाई उपहार वितरणको कार्यक्रम छ। जिल्ला समन्वय समिति मुगुका प्रमुख पूर्णबहादुर रोकाए समेतका साथीहरूलाई तयारी अवस्थामा बसिदिन म अनुरोध गर्न चाहन्छु। विभिन्न निकाय र व्यक्तिहरूले दिनुभएका ज्ञापन पत्रहरू माननीय चन्द्रबहादुर शैलसँग प्राप्त भएका छन्। अरू कोही ज्ञापन पत्र दिन चाहने व्यक्तिहरू हुनुहुन्छ भने उहाँलाई ती ज्ञापन पत्र उपलब्ध गराइदिनु होला र माननीय चन्द्रबहादुर शाहीलाई ती ज्ञापन पत्रहरू सम्माननीय प्रधानमन्त्रीजीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालजीलाई उपलब्ध गराइदिन म अनुरोध गर्दछु। मुख्यमन्त्रीले गर्नुहुन्छ।